ए भगवान कहाँ जाँदैछौँ यस्तो चाहिँ उ गर्नु पर्यो ए ल चाहिँ अब हामी आज टाइगर कप भलिबल खेलको चाहिँ सेमी फाइनल र फाइनल खेलका लागि हजुर आजको बसाइ चाहिँ टापु रिसोर्टमा चाहिँ हुँदैछ पोखरा त्यहाँ चाहिँ बसेर त्यहाँको अनुभव प्राप्त गरेर आजको सेमी फाइनल र भोलि फाइनल खेलका लागि हामी गुल्मी कालीगण्डी गाउँपालिका वडा नम्बर 7बाट हामी पोखराको प्रस्थानका लागि अहिले हामी ठ्याक्कै यो कालीगण्डीको करिडोरको यता चाहिँ गुल्मीको थाप्दो जाने ठाउँ होइन यो चाहिँ करिडोरको बाटो चाहिँ अब हामी जाँदैछौँ अब बिचबिचमा के चाहिँ हाम्रो रमाइलो क्रियाकलापहरू हुन्छन् त्यो पनि तपाईँको चाहिँ क्यामेरामा कैद गरेर हाम्रो यो तपाईँको भ्लग मार्फत तपाईँलाई चाहिँ देखाउने प्रयास गर्नेछौँ हस् धन्यवाद आज कति आज 16 गते होइन हामी आज 16 गते आज 16 गते र 17 गते हेर्ने कुरो हो आज 16 र 17 गते हेर्ने र आजको यो जुन साँझको बसाइ चाहिँ हामी पोखराको टापु रिसोर्टमा चाहिँ गएर बस्ने भनेर हिजै हामीले बुकिङ गरेर हिँडिसकेका छौँ ल तपाईँ रेस्टुरेन्ट अरे यार हो के रे यार बजेटले काम गरे छैन कि प्याराग्लाइडिङ भनेको त्यहीबाट हो नि ओ गरे टावर त साइड साइड गर्दा होला बिल्डिङ छ नि ठुल्ठुलो हजुर बिल्डिङ ए हजुर हजुर भर्खर यहाँ बाइकबाट झरेको अझै पोखाइन यहाँ बस्ने होटलमा आइयो हिजै बुक गरेको है त ल ल रङ्गशालातिर भेट्नु पर्छ हल्का हल्का यार जाने यार किसको यार जबरदस्ती पाप कर रहे हो यार केले तो भेड़िए सोलो मत करना था हमने मिल लेने क्या था यार हल्का में यार और एक क्या करो लाइ जाइ वो मौसम में ऐसे इन पे दे रहा हूं यार गाना वाइट वाइट यार डर लागिरहेछ नि दानबहादुर भट्टाउला नै ए भगवान खेलम अझ बढी जान्छु कि यार ब्यालेन्स मिल्दैन क्या साथै गयो त ल हामी चाहिँ यो रिसोर्टमा बस्ने भइयो अब हजुरहरूलाई यसो चाहिँ मैले कोठा देखाउँछु
भएन अलि यो स्याहार्नु पर्यो के यो केटाहरूले हो कि Vallahi çocuk ya da çocuk